आज मेरो 9 जना फलोअर्सबाट एकजनाले यो ब्रान्ड न्यू आइफोन जित्दैछ। कोलाई यो आइफोन 15 जित्नु मन छ राइट ह्यान्ड माथि गर। अब यही हात यो टेबलमा हाल। लास्ट वान टु टेक योर ह्यान्ड्स अफ दिस टेबल विल विन आइफोन 15। हाई फाइभ। नाइस, गुड वान। यो गेमको रुल एकदम सिम्पल छ। हात टेबलबाट निकाल्न मिल्दैन। हरेक 1 घण्टामा नयाँ च्यालेन्ज इन्ट्रोड्युस हुन्छ जुनले मान्छेहरू एलिमिनेट हुँदै जान्छ। मैले सोचेको नि थिएन यो भिडियो अहिलेसम्मकै सबैभन्दा इन्टेन्स भिडियो बन्छ भनेर। आइडिबी यो चाहिँ 1,04,000 को फोन हो। सो 1 लाख रुपियाँ जित्ने मौका छ यार जब एउटा हात हालेर। तपाईँको के छ विनिङ स्ट्राटेजी? बेला बेलामा ताली बजाऊ भनेर कुरालाई ध्यान नदिएर म आफ्नो हातमा ध्यान गरिरहेको छु। बेला बेलामा उहाँलाई ताली बजाउनु मन लाग्दो रहेछ। स्ट्राटेजी भनेकै सिक्रेट हुने गर्छ। सो इट्स सिक्रेट। सिक्रेट? सिक्रेट। ए सिक्रेट हो। ओके। उहाँको पर्फ्युम नि दामी रहेछ हो कि तपाईँको? पसिना। पसिना। कन्टेस्टेन्ट नम्बर 5 को विनिङ स्ट्राटेजी के छ त यो आइफोन जित्नलाई? कस्तो नर्भस आइदियो। एकचोटि कट गरिदिनु न है। सिस्टम फाड्देंगे। स्ट्राटेजी मूर्ति जसरी बस्ने हो लास्टसम्मै जितिन्छ। जित्यो भने बहिनीलाई गिफ्ट दिने भन्ने बाचा थियो तर जित्न चाहिँ गाह्रै छ। उहाँहरूको हात र यो टेबलमा 1 लाखको फोन प्राइजमा छ। सो हात निकाल्यो 1 लाख गन। सो टाइम ल्याप्स पनि सकिसक्यो र हामी मोर देन 1 आवर इन्टु द च्यालेन्ज छौँ। एट दिस पोइन्ट सबैजना एकअर्काको साथी भइसकेको थियो। त्यसैले फर्स्ट च्यालेन्जमा हरेक कन्टेस्टेन्टले अर्को कन्टेस्टेन्टलाई भोट गर्न पर्छ अनि जसको बेसी भोट आउँछ ऊ एलिमिनेट हुन्छ। गाह्रो छ? सबैको हामीले भोट लिइसक्यौँ। अब लेट्स डु अ फाइनल काउन्ट। भर्खरको भोटिङ सिस्टमबाट जो एलिमिनेट भएको छ त्यो नम्बर 2 होइन, नम्बर 9 हो। नम्बर 9। सरी, तिम्रो सबैभन्दा बेसी भोट आएको छ। को स्याड छन्? सबैजना स्याड हुनुहुन्छ नि त। कन्टेस्टेन्ट नम्बर 9 गएर तर के गर्नु, उहाँले नै भोट गर्नुभयो। सो उहाँ सबैभन्दा सुरुमा एलिमिनेट भए पनि हजुर खाली हात जानु हुँदैन किनकि म हजुरलाई दिँदैछु एउटा स्पिकर प्रनी स्टोरको तर्फबाट। थ्याङ्क यू सो मच। इन्ट्रेस्टिङ भइरहेको थियो, रमाइलो भइरहेको थियो सबैसँग गफहरू गर्न। तर के गर्नु कहिले पनि थाहा हुँदैन जोसँग गफ गर्यो उसले नै छुरी हान्न सक्छ भनेर। कन्टेस्टेन्ट नम्बर 9 इज बाई बाई। हाम्रो फर्स्ट एलिमिनेसन पछि सबैको खुट्टा दुखिसक्यो जस्तो लाग्यो। अस्ति नै एउटा टिकटक लाइभमा मैले 9 जना ऱ्यान्डम फलोअर लकी ड्रबाट छानेको थिएँ। त्यही 9 जना आज यो ब्रान्ड न्यू आइफोन 15 को लागि कम्पिट गर्दैछन्। मेक श्योर यु सब्सक्राइब एज वेल एन्ड डोन्ट मिस आउट। को हुने हो त नेक्स्ट एलिमिनेट? राइट ह्यान्ड उठाइदेऊ। ल ठिक छ, ल उनीहरू वेल ट्रेन्ड छन्। We are more than 4 hours into the challenge, so eliminate त हुनै पर्यो। यो पालि अलि ह्युज नम्बरमा एलिमिनेट हुन्छ। यो चाहिँ सबैभन्दा ब्रुटल एलिमिनेसन हुन आँटेको छ। हामीसँग अहिले 8 जना कन्टेस्टेन्ट हुनुहुन्छ र 8 जना कन्टेस्टेन्टबाट हजुरहरूले 2 जनाको पेयर बनाउनु पर्यो। एनी ऱ्यान्डम नम्बरसँग बनाउँदा हुन्छ। सो हामी आइसक्यौँ र उहाँहरू सबैको टिम बनिसक्यो। 5 र 6 को जोडी बनिसक्यो। सबैजनाले आफू सबैभन्दा मिल्ने साथीसँग पेयर बनाए, लिटरली सबैभन्दा मिल्नेसँग। तर नेक्स्ट च्यालेन्ज वाज टोटली अपोजिट। सो अहिले चाहिँ सबैजनाले आफ्नो पेयर छानिसक्नुभयो। 4वटा ग्रुप बनिसक्यो र हजुरहरूले जोसँग ग्रुप बनाउनु भएको छ उसँग सिजर पेपर रक खेल्नु र जसले हार्छ ऊ एलिमिनेट हुन्छ। द्याट मिन्स 4 जना मात्र बाँकी हुन्छ अब र 4 जना एलिमिनेट हुन्छ। एउटा सिजर पेपर रक माथि हार्यो भने 1 लाखको फोन गुमाइरहेछ। यो ब्रुटल गेम खेल्नुभन्दा अगाडि ह्यान्डसेक गरौँ एकअर्कालाई त मजा आयो। बेस्ट अफ 1 हो। जसले जित्यो दे आर गोइङ टु द अनदर राउन्ड। सिजर पेपर रक। कङ्ग्रेचुलेसन, एकदम फेयर एन्ड स्क्वेयर थियो। तपाईँले जित्नु भएको छ, कस्तो लाग्यो? खुसी लागिरहेको छ एकदम। ठिकै छ, गेम हो, फोन त मैसँग नि छ। गेममा पार्टिसिपेट हुने नि ठुलो। सिजर पेपर रक। दिमागै घुम्यो कि यसमा त। सिजर पेपर रक। शिट। स्क्वेयर गेम। हात कस्तो छ फिल भइरहेको? लाज दुखिरहेछ। यस्तो हेर्नु न कति सुन्नेको छ त। हेर्दा सजिलो लाग्छ तर 4 घन्टा एउटै ठाउँमा हात हाल्न अलिक गाह्रो काम हो। सुन्नेर नि आउन सक्छ। ठिक छ मेरो। ठिक छ। सिजर पेपर रक। ओ नम्बर 6। ल हात त फिलै भएन। सिजर पेपर रक। सिजर पेपर रक। अनफर्चुनेटली नम्बर 4 एलिमिनेट हुनुभएको छ। कस्तो लागिरहेछ एलिमिनेट भएकोमा? जस्तो पार्ट अफ अ गेम हुन्छ सबैलाई। अलिअलि चुस्सो त हुन्छ किनकि 1 लाखको फोन लाइनमा छ। 1 लाखको फोन सिजर पेपर रकले हार्दाखेरि अलिकति मनमा चुस्सो त हुन्छ, हो कि होइन?
हो सो उहाँहरू चाहिँ भर्खरै एलिमिनेट हुनुभएको 4 जना हुनुहुन्छ र एकदम स्याड थियो यो पार्ट। त्यसैले अनर फोनले आफ्नो अनर X5B फोन पठाएको छ उहाँहरूलाई दिनको लागि। सो अभियसली हजुरहरूमध्ये एकजनाले यो फोन जित्दै हुनुहुन्छ। त्यसको लागि यहाँबाट जसले हाइएस्ट पुसअप गर्न सक्छ उसले यो ब्रान्ड न्यू अनर X5B फोन जित्छ। र त्यो च्यालेन्जको लागि अन माई काउन्ट स्टार्ट 1 2 3 4 5 6 7 8 9 27 28 ल आउट 28 मा 2 जना आउट हुनुभएको छ अनफर्चुनेटली। थाक्नु भयो जस्तो छ। अब 2 जनामा मात्र कम्पिटिसन बाँकी छ र त्यसको लागि ब्रान्ड न्यू फोन लाइनमा छ। ला सो उहाँ डाउन हुनुभएको छ। सो अभियसली 48 एकछिन हजुरले अझै एक गर्नुपर्छ जित्नलाई। 49 So yes, he's the winner. Contestant number 4 is the winner of Honor X5B फोन। कस्तो लागिरहेछ यो शो हजुरलाई? नेक्स्ट लेभल थियो, अति बबाल त्यो एक्सपेक्ट नै गर्न नसक्ने खालको थियो कि। हजुरको यो ब्रान्ड न्यू फोन यहाँनिर छ। सो बाई द वे गाइज हामी चाहिँ यो च्यालेन्ज फ्लेक्स फिटनेस सेन्टर भन्ने जिममा गराउँदैछौँ जुनमा स्विमिङ पुल पनि छ, जिम पनि छ, सौना स्टिम, जुम्बा क्लासेस र जिमको इक्विपमेन्ट्सहरू पनि अति अपडेटेडवाला छ। अब जम्मा 4 जना बाँकी थियो तर आफै कोही आउट भएन त्यसैले अर्को च्यालेन्ज ल्यायौँ। सो मोर देन 6 आवर्स पास भइसक्यो त्यसैले थर्ड च्यालेन्जमा सबैको हातमा एउटा डम्बेल दिएँ। जसले सुरुमा डम्बेल झार्छ और टेबलबाट हात निकाल्छ ऊ एलिमिनेट हुन्छ। बाई द वे यो चाहिँ 5 केजी को डम्बेल हो। 3 2 1 स्टार्ट। सो लेट्स डु द टाइम ल्याप्स गाइस। मैले सोचेको नि थिएन यो च्यालेन्ज यति ब्रुटल हुन्छ भनेर। सबैजनाले मोर देन 5 मिनट्स डम्बेल उठाइसकेको थियो तर एकजनाले लास्ट मोमेन्टमा ठ्याक्कै सबैभन्दा सुरुमा उहाँकै डम्बेल खसेको छ त्यसैले उहाँ नै एलिमिनेट हुनुभएको छ। धेरै दुखिरहेछ हात एकदम 1 to 10 कति दुखिरहेछ? 9 मा दुखिरहेछ। उहाँ अझ बाइक चलाउँदै घर जानुपर्छ। द्याट्स अ भेरी हार्ड थिङ टु डु। एडिटर स्पिकर यस स्पिकर आइसकेको छ ल बधाई छ। थ्याङ्क यू फर प्लेइङ द गेम। कन्टेस्टेन्ट नम्बर 1 ऊ चाहिँ 10 बजे आएको थियो बिहानको। यहाँ हेऱ्यो भने घडीमा 10 घन्टै भइसक्यो। ऊ 10 घन्टादेखि यो च्यालेन्ज खेलिरहेछ। थ्याङ्क यू भेरी मच। बाई बाई एडिटर टाइम ल्याप्स। अब हामी फाइनल 3 जनामा पुग्यौँ। सो नेक्स्ट च्यालेन्ज क्लास 3 को बच्चाले खेल्ने गेम खेलायौँ। सो अब प्रनिस सेज भन्ने गेम खेल्छौँ। प्रनिस सेज गेममा चाहिँ सपोज प्रनिस सेज टच योर हेयर भन्यो भने कपाल छुने, प्रनिस सेज पिक योर लेफ्ट ह्यान्ड भन्यो भने लेफ्ट ह्यान्ड माथि गर्ने। तर इफ गर्न असफल भयो भने उहाँहरू एलिमिनेट हुनुहुन्छ। प्रनिस सेज रेज योर लेफ्ट ह्यान्ड। प्रनिस सेज टच योर हेयर। प्रनिस सेज टच योर लिप्स। प्रनिस सेज टच योर नोज। Pranish says touch your eyes. Pranish says touch your left eye. Sorry but उहाँले अर्को चोइस I don't know. एकछिन रिप्ले हामी रिप्लेमा जान्छौँ है। म उहाँहरूलाई पनि रिप्ले देखाउँछु। लिटरली यो एलिमिनेसन हामीले मिस गर्थ्यौँ होला कन्टेस्टेन्ट नम्बर 3 ले नभनेको भए। छोको छ कि छैन? छोकै छ जस्तो। तपाईँ अनफर्चुनेटली एलिमिनेट हुनुभएको छ। एउटा आँखाले गर्दाखेरि हजुरले 1 लाख रुपियाँ हार्नुभयो। निकालिदिनुहोस् त्यसलाई। हजुरलाई पनि खाली हात पठाउँदिन। स्पिकर चाहिँ प्रनिस स्टोरको तर्फबाट दिनु होला। तर मलाई अचम्म लागिरहेछ म टप 3 पुगेको भनेर। किन? अरू बेला त्यस्तो हुँदैन नि त। जहिले हार्नुहुन्थ्यो सुरुमा कि त सेकेन्ड हो त्यस्तोतिर त हारेर हुन्थ्यो। सेकेन्ड लास्ट भन्नु खोज्नु भयो। सेकेन्ड लास्टतिर नि पुग्दैन। उहाँ सुरुमै हार्नुहुन्थ्यो तर प्रनिस स्टोरको कम्पिटिसनमा उहाँ 3rd प्लेस पुग्नुभयो। थ्याङ्क यू भेरी मच म्यान। सो यहाँनिर हाम्रो 2टा फाइनलिस्ट बाँकी हुनुहुन्छ र 1 घन्टा पनि बितिसक्यो र 2 जना मध्ये जसले सबैभन्दा लङ्गेस्ट स्क्वाड गर्न सक्छ उसले नै यो ब्रान्ड न्यू आइफोन 15 घर लग्न पाउँछ। स्क्वाड चाहिँ यहाँसम्म जानु पर्यो। मलाई गाह्रो भइरहेछ किनकि वाइल्ड खुट्टा दुखिरहेछ मेरो पनि। यही फाइनल च्यालेन्जमा डिटरमाइन गर्छ कसले यो घर लग्छ र कसले लग्दैन, को राति राम्रोसँग सुत्छ र को सुत्दैन। के छ जित्न सक्नुहुन्छ? पुरा कोसिस गर्छु। अब स्क्वाडमा अलिकति खुट्टा दुख्छ कि भन्ने लास्टै खतम भइसकेको छ खुट्टा। हेरौँ तपाईँले जित्न सक्नुहुन्छ? म नि मेरो बेस्ट दिन्छु तर सक्छु जस्तो लाग्छ मलाई चाहिँ। एउटा स्क्वाडले 1 लाख रुपियाँ जित्ने भनेको अहिलेसम्म कसले गरेको थिएन होला। सो हजुरहरूले गर्न सक्नुहुन्छ। अन माई काउन्ट 3 2 1
प्रनी स्टोर कन्टेस्टेन्ट स्क्वाड यस दुईजना स्क्वाड पोजिसनमा हुनुहुन्छ यहाँ बाइ द वे यो ब्रान्ड न्यू आइफोन 15 को लागि हो यो 1 लाखको फोन स्क्वाड गरेर 1 लाखको फोन जितेर यस्तो निकै हुन्छ यस्तो निकै बस्छ भन्नुस् न त छैन नि तर प्रनी स्टोरमा मात्र हुन्छ दुईजना हुनुहुन्छ एकदम स्क्वाड पोजिसनमा उहाँहरु दुईजना एकदम माइन्ड गेम हो यो सबै भनेको दिमागले भन्नुस् कि भइरा छैन मलाई दुखिरा छैन तर दुख्दैन तर दुखिरा छ भन्नुहुन्छ भने चाहिँ दुख्छ तर दुखिरा छैन भन्नुहुन्छ भने दुख्दैन तर यो ब्रान्ड न्यू आइफोन 15 लाइनमा छ है यसरी नै म कराको करै कन्टेस्टेन्ट स्क्वाड गरेको गरे एट दिस पोइन्ट दुबैको खुट्टा एकदम कमजोर थियो तर गेम यति इन्टेन्स भयो कि ठ्याक्कै रहत आइरा होइन नि त्यो नगर्नु त्यसले तपाईँ डाउन हुनुहोस् गाइस अप फेरि अप दुईजना अप ठ्याक्क स्क्वाड गरिसकेको 4 मिनट 20 सेकेन्डमा कन्टेस्टेन्ट नम्बर 2 ले स्क्वाड पोजिसनबाट छोडेर तल झर्नु भएको रहेछ एकदम फाइनल रियाक्सनमा छौँ टेबल पनि अलिअलि हल्लिरहेछ तलतिर गइरहनु भएको छ उहाँ यसमा यताबाट ढलेर छु कि मान्नुहुन्छ एलिमिनेसन हो यस आई एक्सेप्ट अब नम्बर 2 ले हारिसकेपछि द फाइनल विनर अफ आइफोन 15 इज कन्टेस्टेन्ट नम्बर 3 तपाईँको आफ्नो राइट ह्यान्ड उचालेर मलाई ह्यान्डसेक गर्नु होला अनि त्यसपछि यो फोन लग्नु होला जितेर कस्तो लागिरहेछ तपाईँलाई थ्याङ्क्स फिल भइरहेको कस्तो भइरहेछ त्यो थाकेर बोल्नै गाह्रो भइरहेको मलाई तपाईँको हात कस्तो छ अहिले यो अलिकति नम्बै छ यो च्यालेन्जहरू कस्तो लाग्यो तपाईँलाई र यो फोन जितेर तपाईँलाई कस्तो लागिरहेछ च्यालेन्जहरू एकदम एक्साइटिङ थियो र फोन जितेर त अझै सुपर एक्साइटिङ भइ नै हालेँ थ्याङ्क्स टु प्रनी स्टोर यस बाइ द वे उहाँ मेरो फलोवर पनि हो र उहाँ मैले आज 10 जना चाहिँ ऱ्यान्डम फलोवरबाट बोलाएको थिएँ र 10 जना मध्ये हजुरले जित्नु भएको छ र विनरले यो ब्रान्ड न्यू आइफोन 15 पाएको छ हाम्रो सेकेन्ड पनि आउनु भएको छ यतिले सेकेन्ड प्लेस आउनु भएको हो अलिकतिले मात्र हो र तपाईँलाई कस्तो लागिरहेछ अलिकतिले हारेको अलिकति हारेर अलिकति नराम्रो चाहिँ लागिरहेछ उहाँले चाहिँ यो ब्रान्ड न्यू एयरबड्स र यो स्पिकर जित्नु भएको छ थ्याङ्क यू भेरी मच लाइफकै फर्स्ट टाइम हो यो 8 घन्टा एउटा ठाउँमा यसरी बसेर हात राखेर उभिन पनि एकदम गाह्रो हुँदो रहेछ भन्ने थाहा भयो आज गेम चाहिँ एकदम एक्साइटिङ गेमहरू खेलाउनु भयो उहाँले लाइक रोडिजवाला फिलिङ आयो रोडिजमा पनि जान सक्छु कि जस्तो लागिरहेको छ अब चाहिँ मलाई हस् थ्याङ्क यू भेरी गुड नाइट नम्बर 2 हेर्नुहोस् यहाँ कङ्ग्रेचुलेसन है त जानुभन्दा अगाडि केही भन्न चाहनुहुन्छ फलो एन्ड सब्सक्राइब टु प्रनी स्टोर हिट द सब्सक्राइब बटन एकछिन भिडियो सकेको छैन भिडियो फेरि सुरुदेखि हेर्नु होला कज मैले यो भिडियोमा 20 वटा रिचार्ज कार्डको नम्बर हालेको छु जसले सुरुमा नम्बर पायो उसले नै रिचार्ज गर्न पाउँछ अल्सो हजुरलाई यो 13 मिनटको भिडियोमा सबैभन्दा राम्रो लागेको क्लिप #प्रनी स्टोर र #प्रनी स्टोर आइफोन 15 च्यालेन्ज भनेर टिकटकमा अपलोड गर्नु एक हप्ताभित्र जसको बेसी भ्युज आउँछ उसले एउटा ब्रान्ड न्यू हेडफोन्स पाउँछ थ्याङ्क यू एन्ड सब्सक्राइब टु द च्यानल सी यू इन द नेक्स्ट भिडियो बाई बाई